गाइज यो भिडियो चाहिँ स्किप नगरिकन पुरै हेर्नुभयो भने हजुरले सजिलै यो फ्रीमा युज गर्न सक्नुहुन्छ 15 मन्थ्सको लागि। यसको लागि चाहिँ कुनै चार्जहरू चाहिँ लाग्ने हुँदैन। बट द थिङ इज यु हेभ टु फलो दिज स्टेप भेरी केयरफुली है। एक स्टेप पनि मिस नहुने भेरी केयरफुली नै फलो गर्नु होला है त। सो लेट्स गेट स्टार्टेड। यो लिङ्क चाहिँ मैले डिस्क्रिप्सनमा सेयर गरिदिएको हुन्छु। सिम्पली यो लिङ्कमा क्लिक गर्नुभयो भने चाहिँ यस्तो इन्टरफेस देख्ने हुन्छ अनि हजुरहरूले यहाँनिर लेखेको पढ्न सक्नुहुन्छ अर सिम्पली क्लिक गर्न सक्नुहुन्छ। भेरिफाई स्टुडेन्ट स्ट्याटसमा क्लिक गर्दा हुन्छ है त। सो यहाँ चाहिँ सिम्पल कुराहरू लेखेको क्रिएट हाई क्वालिटी भिडियो क्लिप्स विथ भिओ अनि 2 TB अफ स्टोरेज। यो चाहिँ हजुरले 15 मन्थ्सको लागि फ्रीमा युज गर्न मिल्ने हुन्छ है त। सो लेट्स कन्टिन्यू। सिम्पली भेरिफाई स्टुडेन्ट स्ट्याटसमा क्लिक गर्नु होला। सो मेक स्योर द्याट यु आर कनेक्टेड विथ VPN है। VPN चाहिँ कनेक्ट गर्नु सुरुमा। VPN को लागि चाहिँ हजुरहरूले टर्बो VPN युज गर्न सक्नुहुन्छ। यो चाहिँ फ्री VPN हो। अनि त्यसपछि हजुरहरूले यो इमेलमा चाहिँ एउटा टेम्प मेलबाट स्टुडेन्ट एफिलिएटेड इमेल क्रिएट गर्नुपर्ने हुन्छ। सो यसको लागि चाहिँ एउटा वेबसाइटमा जान सक्नुहुन्छ हजुर। मैले यो वेबसाइट चाहिँ हजुरहरूलाई डिस्क्रिप्सनमा सेयर गरिदिएको हुन्छु। यता एकचोटि यो पनि चेक गर्नु होला। त्यसपछि टेम्प मेलमा गएर हजुरहरूले यो इमेल चाहिँ जेनेरेट गर्नुपर्ने हुन्छ। यो इमेल चाहिँ अब आफूलाई जे मन लाग्छ त्यही राख्दा हुन्छ है त। यो चाहिँ अटोमेटिकली जेनेरेट पनि गर्न मिल्ने हुन्छ। ग्रिन कलरको बटनमा क्लिक गर्नुभयो भने चाहिँ अटोमेटिकली जेनेरेट पनि हुन्छ। अनि यो सक्सेस भइसकेपछि सिम्पली कपी गर्नुहोस् र यहाँ ल्याएर पेस्ट गर्नुहोस् है त। अनि त्यसपछि भेरिफाईमा थिचेपछि भेरिफिकेसन कोड आउने हुन्छ। फेरि ब्याक गएर त्यो रिफ्रेस गर्नुभयो भने त्यहाँ भेरिफिकेसन कोड आउने हुन्छ। यसबाट हजुरहरूले यो चाहिँ कपी गर्नुपर्ने हुन्छ अनि त्यहाँ लगाएर पेस्ट गर्नुपर्ने हुन्छ है त। पेस्ट गरिसकेपछि सबमिट गर्न सक्नुहुन्छ। त्यसपछि एकछिन वेट गरौँ अनि त्यहाँनिर स्टार्ट ट्रायल भन्ने एउटा अप्सन आउँछ, त्यहाँ चाहिँ क्लिक गर्नु होला। अब यहाँ चाहिँ ध्यान दिनुपर्ने कुरा के हो भन्दाखेरि यहाँ चाहिँ हामीले कार्ड डिटेल्स फिल गर्नुपर्ने हुन्छ। नेपाली कार्डहरूले चाहिँ नमिल्ने हुन्छ। सो हजुरहरूको कोही साथी बाहिर छ भने अर हजुरहरूसँग डलर कार्ड छ भने सिम्पली युज गर्न मिल्ने हुन्छ है त। इन्टरनेसनल पेमेन्ट्सको लागि यो क्रेडिट कार्ड डिटेल्स चाहिँ राख्नुपर्ने हुन्छ। त्यसको लागि चाहिँ पहिला सुरु हजुरहरूको कुनै पनि कार्ड चार्जेस चाहिँ लाग्ने हुँदैन। तर यो अहिलेको लागि चाहिँ यो एड गर्न सक्नुहुन्छ है त कार्ड डिटेल्सहरू, कुनै पनि फरक पर्दैन। अनि यो चाहिँ 15 मन्थ्सको लागि फ्रीमा युज गर्न मिल्ने हुन्छ। अनि त्यसपछि चाहिँ इन्ड अफ द मन्थ जति 14 मन्थ्स चलाउनु भएपछि सिम्पली क्यान्सल सब्सक्रिप्सन गर्नुभयो भने चाहिँ हजुरहरूको चार्ज पनि नलाग्ने हुन्छ अनि युज पनि फ्रीमा गर्न मिल्ने हुन्छ है त। अनि त्यहाँनिर जिप कोडको लागि चाहिँ हजुरले सिम्पली USA जिप कोड हाल्नुभयो भने जिप कोड देखाउने हुन्छ। अनि त्यो जिप कोड चाहिँ सर्च गरेर सिम्पली एउटा जिप कोडलाई कपी गर्नुहोस् अनि पेस्ट गर्नुहोस् अनि सेभ गर्नुहोस्, देन डन। अनि स्टार्टिङ डेट माथि देखाउँछ 15 मन्थ्सको फ्री ट्रायल हो। मैले अलरेडी एक्सप्लेन गरिसकेको छु। अनि हजुरको $21 चाहिँ लाग्छ भनेको छ मन्थली। त्यसपछि चाहिँ हो जो हजुरहरूले 14 मन्थ्स फ्रीमा युज गर्नु भयो अनि लास्टमा क्यान्सल गरिदिनु भयो भने चाहिँ यो केही पनि नलाग्ने हुन्छ है त। सब्सक्राइबिङ अन प्ले। सो यति नै हो गाइज। अरू केही कन्फ्युजन भयो भने यु गाइज क्यान कमेन्ट डाउन है। यो सिम्पली यो रुल्सहरू पढ्न सक्नुहुन्छ तर यो खासै त्यस्तो पढिरहनु पर्ने पनि होइन। सो यति नै हो। अब सब्सक्राइब भइसकेको छ। प्रो भर्जन चाहिँ इनेबल्ड भइसकेको छ। यहाँ देख्न सक्नुहुन्छ प्रो भनेर आयो नि। अब हजुरले सिम्पली यो भिडियोमा क्लिक गरेर भिडियो बनाउन मिल्ने हुन्छ है त। एकचोटि ट्राई गरेर हेर्न सक्नुहुन्छ। सिम्पली हजुरले एउटा प्रम्प्ट लेखेर अनि त्यसपछि भिडियो चाहिँ बनाउन मिल्ने हुन्छ। VO 3 फर्स्ट प्रिभ्यू। अब यहाँनिर एउटा भिडियो बनाऊँ है त। यसरी चाहिँ भिडियो बन्ने हुन्छ अनि प्ले गर्न मिल्छ। यही नै हो गाइज स्टेप्स चाहिँ। अनि त्यसपछि सब्सक्रिप्सन क्यान्सल गर्नको लागि चाहिँ सिम्पली प्ले स्टोरको वेबसाइटमा आएर अनि हजुरहरूले सब्सक्रिप्सन पेमेन्ट एन्ड सब्सक्रिप्सनबाट सब्सक्रिप्सनमा क्लिक गर्नुभयो भने अनि 14 मन्थ्स चलाएपछि अर 15 मन्थ्सको एन्डमा यहाँ आएर सिम्पली क्यान्सल सब्सक्रिप्सनमा क्लिक गर्नुभयो भने सब्सक्रिप्सन क्यान्सल हुने हुन्छ है त। केही कन्फ्युजन भयो भने चाहिँ सिम्पली कमेन्टमा गएर आफ्नो कन्फ्युजन सेयर गर्नुभयो भने मैले रिप्लाईमा चाहिँ त्यसको एन्सर भनिदिने हुन्छ।